आज चाहिँ म यहाँ लक्ष्मी दिदीको चाहिँ ब्युटी पार्लरमा आएको छु हैन। नमस्ते दिदी। नमस्ते नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै सन्चै। अनि यो चाहिँ हजुरको ब्युटी पार्लर रहेको चाहिँ धेरै सुनेको थिएँ कि मैले तपाईकोबाट, अनि आज चाहिँ भिजिटै गरिदिउँ भनेर नि। अनि यहाँको बारेमा केही भनिदिनु न है दिदी। अब मैले काम गर्न थालेको मेरो पेसा मेरो व्यवसाय म ब्युटिसियन हो। 33 वर्ष भयो यो फिल्डमा काम गरेको। विभिन्न ठाउँमा बहिनी दिदी बहिनीहरूले चाहिँ ठाउँ ठाउँमा पनि ट्रेनिङ गराएर आएको हो। यो ट्रेनिङ सेन्टर हो मेरो चाहिँ। यो सिटिभिटीबाट एफिलिएटेड छ। अब यहाँ तालिम गर्नेहरूले चाहिँ सिटिभिटीबाट एफिलिएटेड सर्टिफिकेट पाउनुहुन्छ र उहाँले चाहिँ देश र विदेशमा सर्टिफिकेट लिएर काम गर्न सजिलो हुन्छ। अलिकति भ्यालुएबल छ यो सर्टिफिकेट चाहिँ हाम्रो। हजुर, अनि यो यिनीहरू चाहिँ यो चाहिँ के हो नि यिनीहरू चाहिँ? यहाँ तालिम गर्ने बेलामा उहाँहरूलाई अलिकति प्रोभाइड गर्नको लागि मैले सामान पनि राखिदिएको छु। हजुर, अनि यो यति धेरै के सर्टिफिकेटहरू हो दिदी यिनीहरू चाहिँ? यो मेरो सुरुको 2049 सालमा मैले सिप विकासमा सिकेको पहिलो हो यो चाहिँ। हजुर, त्यहाँ मैले टपेको थिएँ। 20 जना विद्यार्थीमा मैले टप हानेको थिएँ। त्यतिखेरबाट स्टार्ट यो सबै हो। अनि सिटिभिटीबाट लेभल 1 लेभल 2 अनि विभिन्न विज्ञ सौन्दर्य विज्ञहरूबाट मैले यो सर्टिफिकेटहरू प्राप्त गर्दै 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 आएको। र इन्डिया एउटा डक्टर एकजना महिला हुनुहुन्थ्यो, उहाँ चाहिँ ब्युटी विज्ञ नै हो। उहाँ जयश्री मनचन्दा यस्तै के नाम उहाँले चाहिँ दिनुभएको थियो तालिम। उहाँले यो सर्टिफिकेट थियो र विभिन्न मैले स्किन सम्बन्धी चाहिँ मैले तालिमहरू लिएँ। तपाईँको कति वर्षको एक्सपिरियन्स छ नि यो चाहिँ? मेरो 33 वर्षको। ए, अनि त्यसपछि एउटा क्लासहरू पनि लिनुहुन्छ हजुरले? लिन्छु मैले, क्लास लिन्छु। यो बोर्ड सिकाउने हो, यो कुर्सीहरू राखेको छु हैन। विद्यार्थीहरू चाहिँ आउँछन्। 11 बजेदेखि 2 बजीसम्म क्लास हुन्छ। हजुर, अनि त्यसपछि अरू चाहिँ? अरू मेरो यो प्र्याक्टिकल रुम, यो मेरो पनि आफ्नो यो कस्टमरलाई सेवा दिने हो मैले यहाँ हैन। सर्भिस पनि दिन्छु र प्लस विद्यार्थीहरूले पनि प्र्याक्टिस गर्दाखेरि यहाँ गर्छन्। यो रुम दुईवटा छ। उतापट्टि चाहिँ अब नुहाउने यताउता बेसिनहरू छ हैन। हजुर, तालिम ट्रेनिङ सेन्टर हो मेरो स्पेसल। त्यहाँ म सेवा पनि दिन्छु। ए, एकदम राम्रो रहेछ, कस्तो खुसी लाग्यो दिदी। तपाईँहरूलाई चाहिँ अब कसैलाई चाहिँ यदि तालिमहरू लिन मन छ भने हजुरबाट चाहिँ कसरी लिन सकिन्छ नि? अब उहाँहरूले तालिम मसँग ब्रोसरहरू पनि छ हैन। त्यो पनि म प्रोभाइड गर्न सक्छु। त्यस पछाडि लोकेसनहरू पनि अब रिङ रोडबाट ठ्याक्क यो भैँसीपाटी जाने बाटोबाट आउने। त्यस पछाडि यो विष्णु मन्दिर ओर्लेर अनि अलिकति राइट साइड लाग्ने। त्यसपछि 2 मिनटमा यो हाम्रो ट्रेनिङ सेन्टर भेटिन्छ। हजुर, हजुरको नम्बर पनि भनिदिनु न है। 98 570 21 051। ए हस्, धन्यवाद, खुसी लाग्यो दिदी। थ्याङ्क यू।